Welcome to the Civil Text. आज हामी integration of 1 by y into 1 minus ay dy को फर्ममा रहेकोलाई सोल्भ गर्न गइरहेछौं। यो हामी के गर्यौं भने दुवैतिर तल र माथि a ले मल्टिप्लाई गर्यौं। यसको पनि कारण चाहिँ मल्टिप्लाई गर्नुको है, अघि भन्दै छु। अब a र y छ हैन, यो ay into a यसमा पनि मल्टिप्लाई हुन्छ, सबै मल्टिप्लाई कै फर्ममा छ। a into y into 1 minus ay छ, माथिको a लाई कमन लिहाले मैले हैन, 1 by ay into 1 minus ay dy आयो। अब यहाँ पार्शियल फ्र्याक्सन मेथडले हैन, यो ay plus 1 by 1 minus ay by ay into 1 minus ay, यो खासमा यसरी बुझ्न सकिन्छ। जस्तै यो 1 by ab छ भने हामी के लेख्न सक्छौं भने, यदि यो 1 by a plus 1 by b भयो भने यसलाई 1b plus a by ab भन्न मिल्छ। यो ab र यो ab मिल्छ हैन, त्यस्तै यसलाई याद राख्नु पर्छ। ab छ, माथि दुईटाको प्लस, तर मल्टिप्लाईमा छ। अब a इंटीग्रेशन अफ यसलाई सेपरेट गर्दियौं। अब सेपरेट गर्दा एउटा कट्छ, यो र यो कट्छ, अनि यो आउँछ। लास्टमा यो फर्मुला छ 1 by ay, यो फर्मुला छ 1 by 1 minus ay, 1 by 1 minus ay भनेको के हुन्छ, यो dx छ। dx के फर्ममा छ भने log x, यो x छ भने log x, यो x छ त छैन भने यसको फेरि यो यता माइनस a छ नि, कन्स्ट्यान्टलाई विथ साइन डिनोमिनेटरमा लेखिन्छ है, भनेको log ब्र्याकेटमा जो छ त्यो र विथ साइन, यो कन्स्ट्यान्टको विथ साइन लेखिन्छ। जस्तै log y छ भने y छ, र यता a र a त थियो है, घटिहाल्छ। यो यसरी यो आइहाल्यो हाम्रो यो फर्मुला छ। log इंटीग्रेशन अफ dy by 1 minus ay छ भने log ब्र्याकेट तल डिनोमिनेटरमा जो छ त्यो र विथ साइन तल माइनस a छ। यदि प्लस छ भने ax भने यो log 1 plus ax, a विथ साइन। हस्त आजको लागि यति नै। थ्यांक यू।